हेलो एभ्रिवान, अहिले चाहिँ 4 बजिसक्यो। म चाहिँ यहाँ गोदावरीको कटिङ सार्दैछु हो। टाइम चाहिँ अस्ति भइसकेको, तपाईहरूले चाहिँ रोक्नुभयो कि भएन थाहा छैन, तर टाइम चाहिँ भइसक्यो कटिङ सार्ने। मैले चाहिँ यहाँ कटिङहरू गर्दैछु हो। पुरानो बोटको हालत चाहिँ यस्तो छ मेरो। अब चाहिँ म सारौँ यहाँनिर। यो चाहिँ भर्खर भरेर ल्याएको। यहाँ चाहिँ मैले कलरको छुट्याइसकेँ। यो एउटा कलर हो, यो अर्को कलर हो, त्यस्तै यो अर्को कलर, यहाँ अर्को छ, त्यहाँ अर्को छ हो। यो चाहिँ सार्नेहरू हो। एउटा कलर चाहिँ म एउटा ठाउँमा रोप्छु, अर्को कलर अर्कोमा। त्यस्तो भयो भने चाहिँ भोलि पर्सि रोप्नु सजिलो हुन्छ नि त। अन्त लो सारौँ। म चाहिँ तपाईलाई एउटा आइडिया सिकाउँछु। तपाईहरुकोमा रुट आउने दबाई छैन भने चाहिँ यस्तो गर्न सक्नुहुन्छ। एलोभेराले चाहिँ यस्तो गर्नुपर्छ हो। जुन चाहिँ कटिङ सार्नुहुन्छ त्यसलाई चाहिँ यहाँ मजाले डिप गर्नुपर्छ। यसरी डिप गरेर यसलाई चाहिँ एकछिन राख्नुपर्छ। 5-10 मिनेटहरु चाहिँ यसरी राख्नुपर्छ यसलाई चाहिँ। त्यस्तो गर्यो भने चाहिँ छिट्टो यो चाहिँ उयो रुट आउँछ। मैले पनि युट्युबतिर हेरेको हैन, रुट छिट्टो आउँदो रहेछ। मैले पनि गरि हेरेको। यो चाहिँ तपाईहरुलाई सजिलो हुन्छ। रुट आउने दबाई छ भने त केही छैन। सो म यसलाई सबैलाई यसरी डिप गरिहाल्छु ल। आफ्टर सम टाइम त्यसलाई चाहिँ रोप्नुपर्छ हो। मैले चाहिँ यहाँ रोपिसकेँ। यसलाई चाहिँ नहल्लिने गरी गाड्नुपर्छ। पानी हाल्दा पनि हातले छिम्काउँदै हाल्नुपर्छ हैन। 1-2 हप्ता चाहिँ, त्यहाँदेखिको त रुट आउँछ, त्यहाँदेखिको त सार्दा हुन्छ। यस्तो दामी फुल्छ। द्याट्स इट फर टुडे। बाइ बाइ।